प्रश्न नम्बर 1 नेपाल कुन देशान्तर पूर्वी देशान्तर पर्दछ? प्रश्न नम्बर 2 क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज से फुक्सुन्डो राष्ट्रिय निकुञ्ज हो। प्रश्न नम्बर 3 सबैभन्दा उचाइमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो? सिमीकोट हुम्ला हो। प्रश्न नम्बर 4 नेपालको सबैभन्दा ठुलो ताल राताललाई कहिले महेन्द्र ताल नामाकरण गरिएको थियो भन्दा 2020 चैत 13 गते। प्रश्न नम्बर 5 सबैभन्दा बढी स्थान तह भएको जिल्ला सहरलाई हो, त्यसमा 20वटा स्थान तह रहेका छन्। प्रश्न नम्बर 6 प्रदेश नम्बर 3 मा कतिवटा जिल्ला रहेका छन् भने 13वटा जिल्ला। प्रश्न नम्बर 7 कुन नदीलाई भारतमा गएपछि महानन्दा नामले चिनिन्छ भन्दा मेची नदीलाई भारतमा पुगेपछि महानन्दा नामले चिनिन्छ। प्रश्न नम्बर 8 नेपालको राष्ट्रिय गाना कति शब्द र कति अक्षर रहेका छन् भन्दा 42 शब्द र 128 अक्षर रहेका छन्। प्रश्न नम्बर 9 त्रिभुज आकारको महासागर भनेर प्रशान्त महासागरलाई चिनिन्छ। प्रश्न नम्बर 10 दुई अक्षांश रेखा बीचको दूरी 111 किलोमिटर रहेको हुन्छ। प्रश्न नम्बर 11 नाइल नदीको उत्पत्ति कहाँबाट भएको भन्दा भिक्टोरिया तालबाट भएको हो। प्रश्न नम्बर 12 माछा मासु चिसाउने डाइभर्सिटीको रूपमा ग्यासको प्रयोग गरिन्छ। 13मा नेपालको संविधान दिवस कहिले मनाइन्छ? असोज 3 गते मनाइन्छ। प्रश्न 14 यलम्बर कुन वंशका राजा थिए भन्दा किरात वंशका राजा थिए जुन पहिलो राजा हुन्। प्रश्न 15 नेपालमा निर्मित पहिलो चलचित्र धनी चलचित्र कुन भन्दा कुमारी हो। प्रश्न 16 सङ्गीतको उत्पत्ति कुन बेजबाट भएको थियो भन्दा साङ्गेजबाट भएको थियो। प्रश्न 17 खाली नृत्य कुन जातीयसँग प्रचलित छ भन्दा मगरसँग प्रचलित छ। प्रश्न नम्बर 18 नेपालको राष्ट्रिय बाजा कुन हो भन्दा नेपालको राष्ट्रिय बाजा हामीले बजाइने बाजा भनेको मादल हो। प्रश्न नम्बर 19 वर्षनी राष्ट्रपति परिवर्तन हुने देश भनेर स्विजरल्यान्डलाई चिनिन्छ। प्रश्न नम्बर 20 मानिसको आँखाको क्षमता कति मेगापिक्सल हुन्छ भन्दाखेरि 570। प्रश्न नम्बर 21 मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्छ भन्दा चौतारा भनिन्थ्यो।